Hey guys, यता लिफ्ट खोलिसकेको छ, जानु पर्यो। दुईजना लिफ्टमा दुईजना मात्र छ। हो अनि तपाईँको नाम चाहिँ के पर्यो? मेरो हजुर, मेरो हालबहादुर भनेर। कौन है ये लोग? कहाँ से आते हैं? अरे अनि कहाँदेखि आउनुभयो? म नेपाल रोल्पा काठमाडौँ भएर। अनि यहाँ के गर्नुहुन्छ त? अनि यहाँ अब त्यस्तै हो, अब माछा समाउने, पानी जहाज चलाउने, त्यही हो भाइ। अब के गर्नु? हेर्नुहोस् गाइस, हाम्रो एकजना दाई आउनु भएको छ रोल्पा काठमाडौँदेखि। यता बेङ्गलोरको समुद्रमा माछा समात्नुहुन्छ अनि बेच्नुहुन्छ। यदि तपाईँहरूलाई पनि चाहियो भने खबर गर्नु होला। बुद्ध सिंह तामाङ भनेर फेसबुकमा केटीहरूको लागि चाहिँ म टाटा डिस्काउन्ट गरिदिएँ। केटीहरू छ भने एकदम भन्दा एकदम धेरै आउनु होला। तपाईँहरूको लागि एकदम डिस्काउन्ट छ। केटीहरूको लागि केटीहरूको लागि डिस्काउन्ट छ। फेरि त्यो केटी जो मनलाई त्यसलाई होइन, जसले मलाई लाइक गर्छ त्यसलाई मात्रै। यदि उहाँलाई लाइक गर्ने, उहाँलाई मन पराउने केटीहरू छ भने आउनु होला। उहाँहरूले धेरै डिस्काउन्ट पाउनुहुनेछ बोनसका साथ। त्यही हो। यतिखेर म ड्युटीबाट रुम जाँदा जाँदै हल्का इन्टरभ्यू लिइरहेको, एकजना उहाँलाई भेट्यो, त्यही भएर इन्टरभ्यू लिइरहेको। यता फेरि महल यस्तो दामी छ कि आमा ठ्याक्कै मेरो घर जस्तै छ। फेरि त्यस्तै छ फेरि। अनि यतिखेर तपाईँ कहाँ जाँदै हुनुहुन्छ त? अनि म आफ्नो निवासतिर। निवास? तपाईँको निवास चाहिँ कता हो नि? मेरो म एकछिनपछि देखाइदिइहाल्छु। अलिकति बाहिर गएको चाहिँ देखिन्छ होइन। यतिखेर हामी महलदेखि बाहिर निस्किएको छौँ। त्यही पनि हामीले इन्टरभ्यू लिइरहेछौँ। अनि अरू सुनाउनुहोस्, को हुनुहुन्छ यता तपाईँको? यता हजुर, यता त अब को हुनु? अब त्यही हो, एक्लै हो भनौँ। एक्लै हो? ए, उहाँ एक्लै हुनुहुँदो रहेछ। कोही अविवाहित केटी हुनुहुन्छ भने सम्पर्क गर्नु होला। उहाँको लागि मान्छे पनि ह्यान्डसमै छ, तर 16 वर्षको। ह्यान्डसम छु र? अरे हेर्नु त गाइस, तपाईँहरू आफै भन्नु कतिको ह्यान्डसम हुनुहुन्छ भनेर कमेन्टमा गर्नु होला। कमेन्ट गर्नु होला। म ओके। साँच्चीकै ह्यान्डसम छु कि कस्तो छु होइन। ऊ भाइले चाहिँ अलिकति मेरो मजाक उडाए जस्तो छ। ओके गाइस, यतिखेर ल तपाईँ यतिखेर इन्टरभ्यू खतम भएको बेलामा तपाईँ दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? के भन्नु, अब यो भाइको पेजलाई लाइक, सेयर अनि फलो गरिदिनु होला। अनि धेरैभन्दा धेरै के भन्छ व्यक्तिहरू सामु पुर्याउनु होला। ओके। अनि मेरो पेजलाई पनि फलो गर्न चाहनुहुन्छ भने उज्जवल पुनगरलाई फलो गरेर आउनु होला। धन्यवाद। ओके, थ्याङ्क यू सो मच आजको किम्ती टाइम तपाईँले मलाई दिनुभएकोमा। धन्यवाद। ओके गाइस, हाम्रो इन्टरभ्यू सकिसकेको छ। अब हामी घरतिर जाँदैछौँ। यसको पनि इन्टरभ्यू लिनुपर्छ कि यो? बेटी चोद के